This is our school, Sri Kedar International. गुड मर्निङ एभ्रिबडी। आज चाहिँ हामी श्री केदार इन्टरनेसनल पब्लिक स्कुलमा छौँ। आज फ्राइडेको दिन हाम्रो चाहिँ आज फुड फेस्टिभल प्रोग्राम रहेको छ हैन। हाम्रो विभिन्न विद्यार्थीहरूले प्रत्येक क्लास वाइज विद्यार्थीहरूले चाहिँ हाम्रो आफ्नो आइटम बनाउने, खाने फुड आइटमहरू बनाउने भनेर लागि परिराखेका छन् है। त्यही भएर चाहिँ आज हामी बनाउँदैछौँ। म तपाईहरुलाई केही देखाउँछु पनि है। अब यता चाहिँ हाम्रो क्लास 3 को छ। यो चाहिँ कति क्लास हो बाबु? 4 क्लास। 4 क्लासले के बनाउँदै हुनुहुन्छ? के? चिट गेम। ए चिट्ठा। कमाई कति भयो? 400। तर अब अहिले चाहिँ यो गेम चाहिँ बन्द गर है, किनकि सबै पैसा फेरि तिमीहरूले जित्दियो भने अनि बाँकी अरू मान्छेहरूले के खान्छन् है। अनि यो चाहिँ कति क्लास हो? 4। क्लास 4 मा के पाक्दैछ नानीहरू? चाउमिनको मेटेरियलहरू चाहिँ यहाँ अब धेरै छ, कटिङ गरेर राख्नु भएको छ। हाम्रो नानीहरूले कटिङ गरेर राख्नु भएको छ। अहिले भुट्दै हुनुहुन्छ चनालाई, अनि त्यहाँ चाउमिन बोइलको लागि राख्नु भएको छ। यहाँ हाम्रो नानीहरू कटिङमा व्यस्त हुनुहुन्छ। सामग्री हाम्रो उता छ। अनि हजुर नानु हजुर के? ठिक छ, जाउँ न सर। हामीलाई के भन्यो भने म छु त, साइन्स सरले पठाओ भन्नु। हेलो गाइस। ठिक छ। अनि यहाँ चाहिँ हाम्रो क्लास 5 रहेको छ। क्लास 5 ले के बनाउँदै हुनुहुन्छ? हो रसबरी बनाउँदै हुनुहुन्छ। अब रसबरीको लागि त उनीहरूले चाहिँ तेल चाहिँ तताएर, पानीपुरीको लागि तेल चाहिँ तताएर राख्नु भएको छ। चास्नी उता रेडी भएर बसिसक्यो हैन। उहाँ चाहिँ हाम्रो मिस हुनुहुन्छ, अवस्थी मिस। अनि अब हाम्रो नानीहरूले चाहिँ के बनाउँदै हुनुहुन्छ? नानीहरू गुलाब जामुनको सेप है, एकदमै दामी मिठो। म त सबभन्दा अगाडि यहीँ आउँछु है खान। अब ल ठिक छ। सबैले ग्रुप वर्क कसरी, पब्लिक इन्भल्भमेसन, ग्रुप वर्क गर्दाखेरि कसरी काम छिटो हुन्छ भनेर हाम्रो 5 क्लासको नानीहरूले देखाइराख्नु भएको छ है। टिम वर्क। अब यसै गरेर हाम्रो यता क्लास 7 पनि छ। क्लास 7 लाई चाहिँ हाम्रो भाइस प्रिन्सिपल सरले एटेन्ड गर्दै हुनुहुन्छ, हेल्प गर्दै हुनुहुन्छ, एसिस्ट गर्दै हुनुहुन्छ हैन। यता हाम्रो क्लास 6 छ हैन। अब क्लास 7 यता हाम्रो क्लास 7 मा के बन्दैछ? यहाँ भाइ बहिनी चाहिँ सेल बनाउने भन्दैछन्, बन्दैछ होला सायद। अब हाम्रो भाइस प्रिन्सिपल सरले एसिस्ट गर्नुभयो भने त राम्रो नबन्ने कुरै छैन नि। हजुर, त्यही त भाइ बहिनीहरुको आज राम्रो प्रयास, राम्रो होस् अझै। भाइ बहिनीहरु ल तपाईँ चाहिँ लिएर आउनुहोस्। केरा लिएर आउँछ? केरा कति चाहियो म्याम? हाम्रो म्यामले पनि यता सहयोग गर्दै हुनुहुन्छ। हाम्रो रिङ्कु बहिनीले पिठो मिच्दै हुनुहुन्छ। के बनाउने भनेको? सेलरोटी तरकारी। सेलरोटी पुरी तरकारी। ल ठिक छ। अचार हो। ल यी सामग्रीहरू चाहिँ पिठो मिच्दै हुनुहुन्छ। अनि यहाँ मटरहरू भिजाएर राखिसकेको छ हिजो नै। उता आगो बाल्दैछन्। अब यहाँ हाम्रो क्लास 6 रहेको छ। क्लास 6 को तयारी चाहिँ के छ? मोमो बनाउने भन्ने छ हैन। अब यी कटिङ भइरहेछ। 2 किलो। बिल खै कहाँ छ?
अब यहाँ लागिरहेछन् सर यहाँ मेहनती बच्चाको हात काटिसकेको छ गाइस ऊ हाम्रो दीक्षा बहिनीले चाहिँ यहाँ प्याज धुँदै हुनुहुन्छ बिल यस्तो भयो क्या कसैको पैसा कम पर्यो त्यही भएर यताउता सटल बटल गरे हो सबै पैसा केटा हाल्छन् अनि दही पनि हाल्छन् नै अलि भूपेन्द्र सरले पनि एकदमै सहयोग गर्दै हुनुहुन्छ हाम्रो भाइस प्रिन्सिपल सरले सबै ठिक छ त्यो धोएर ल्याउन भनेको भोक लाग्नु भने म र कति पायो होला 30-35 रुपियाँ दिन सर मलाई विश्वास लाग्दैन म माथि ल ठिक छ ल ल्याउ छिटो आज हाम्रो स्कुलमा फ्राइडे प्रोग्राममा फुड फेस्टिभलमा क्लास 6 को म क्लास टिचर भइसकेपछि अब हाम्रो क्लासले चाहिँ आज मोमो भेज मोमो र चिकन मोमो बनाएका थिए यहाँ गरिब दिन दुखीहरूलाई यसरी बाँडिरहेछन् खल्ती माताले र कामसाम के नगर्ने खाने मात्रै हामी कति काम गरे घरबाट आफ्नो घरबाट बिउलाएछ र पखाले ल्याउ ए काँक्रा पनि काट्दै हुनुहुन्छ सरले हाम्रो भाइस प्रिन्सिपल सरले काट्दै हुनुहुन्छ भाइ बहिनीले चाहिँ अब सेल अनि पछि अचार बनाउने भनेर भन्नु लाग्नु थियो भाइ बहिनीहरू अनि पछि त्यसमा मैले हेल्प गरिदिएको ए ठिक छ सर ठिक छ सानो सहयोग ठिक छ सर तर्फबाट हुने सहयोग हो भाइस प्रिन्सिपल सरले 7 क्लासलाई यसरी हेल्प गर्दै हुनुहुन्छ सरले हामीलाई धेरै सहयोग गर्नु काँक्रा चाहिँ कस्तो छ सर काँक्रा राम्रो छ सर कस्तो मिठो छ अब अहिले अब यो चिसो मौसम भयो हुनाले अब चिसो हुन्छ अहिले अब आज मौसम चाहिँ खुलेको अवस्था छैन काँक्रा चाहिँ अलि ठिकै छ हजुर ल अनि यहाँ चाहिँ के हो यो आलु बोइल भइरहेछ हाम्रो सेफ आजको मास्टर सेफ क्लास 5 को रसबेरी गुलाब जामुन उता चास्नीमा डुबाएर राखेका छन् च्यानललाई लाइक सब्स्क्राइब गर्नु होला 1 मिलियन च्यानल यहाँ बनिरहेछ यी एकदम मिठो बनाऊ है छोपेर राख्ने है छोपेर राख्ने अनि यहाँ भिड भडाका नगरौँ धेरै एकदम सबभन्दा बढी हाइजिनिकमा ध्यान देऊ है टक्क सफा चिटिक्क अनि मात्र बिक्री हुन्छ अनि पनि खान पनि रमाइलो लाग्छ ल क्लास 5 को विद्यार्थीहरूले चाहिँ अलि धेरै मेहनत गरेछ ल कडा बनाएको छ ल राम्रो छ ल अब यो गतको फाँडो भन्छन् हाम्रो डोट पहाडतिर हैन गतको फाँडो टोक्रा अब यसलाई चाहिँ अब यो झान्ने हो सर अब यो यो हजुर त्यही त यसरी अब यो ए सारे म त बढी आलु भयो नि कहाँबाट थाहा छैन क्या त्यसको त चारवटा भिडियो बना ले अरु आइटम यो हाम्रोतिर चाहिँ यो पकौडा हाम्रो म्यामले बनाइराख्नु भएको छ त्यही गरिरहनु भएको छ सानो सानो भाइ बहिनीहरू यतापट्टि भाइ बहिनीहरू हाम्रो स्कुलको प्राङ्गण भाइ बहिनीहरू आफ्नै छन् भाइ बहिनीहरू
यता 4 क्लासका भाइ बहिनीहरू चाउमिन तयार पार्दै हुनुहुन्छ चाउमिन उहाँ चाउमिन म्यामले हेल्प गरिराख्नु भएको छ भाइ बहिनीहरूलाई यतापट्टि हाम्रो 5 क्लासको यहाँनिर चाहिँ हाम्रो यस्तर मिसले चाहिँ भाइ बहिनीलाई सहयोग गरिराख्नु भएको छ आलु बोइल भइरहेको छ साथसाथै चाहिँ उहाँ भाइ बहिनीहरूले पानीपुरी पनि तयार पार्नु भएको छ भने यहाँनिर भाइ बहिनीहरूले चाहिँ गुलाब जामुन तयार पार्नु भएको छ यो धेरै राम्रो हजुर मलाई पनि दियो सर म केदारको मान विद्यार्थी काम गर्ने कामै गर्दैन सर यो खाली धेरै राम्रो यो मसला हो पानीपुरीको धेरै राम्रो बनाउनु भएको छ भाइ बहिनीहरूले गुलाब जामुन यो सिक्ने अवसर हो भाइ बहिनी पछि गएर चाहिँ कोही यहाँ के सेफ बन्नुपर्ने सेफ बन्नु होला उहाँहरू यहाँ भाइ बहिनीहरू चाहिँ यो अब पानीपुरी बनाइराख्नु भएको छ के बनाइराख्नु भएको भाइ बहिनीहरू तपाईँहरू के बनाइराख्नु भएको छ भाइ बहिनीहरू यो राहुल तिमीले के बनाइरहेको छ फ्रेन्च फ्राइज बनाइराख्नु भएको छ भाइले उहाँ यो आलु फ्राई हो लाइक सब्स्क्राइब गरिदिनु होला भुल्न नभएको च्यानलमा भुलेर सब्स्क्राइब लाइक गरिदिनु होला सर परात माग्ने नि भने यहाँ भाइ बहिनीहरू मोमो बनाउने तयारीमा हुनुहुन्छ अब मोमो बनायो मोमो फटाफट बनाउनु होला भाइ बहिनीहरू यहाँ मोमो बनाउने भाइ बहिनीहरू हुनुहुन्छ यहाँनिर भने यहाँनिर क्लास 7 का भाइ बहिनीहरूले चाहिँ यहाँनिर अहिले यो सेल बनाइराख्नु भएको छ उहाँ हाम्रो 3जना म्यामहरू लागेर क्लास 7 का भाइ बहिनीहरूलाई चाहिँ सहयोग गरिराख्नु भएको छ यहाँनिर सेल पाकिरहेको छ यहाँनिर साथी पानी ल्याउ त सरको भिडियोमा लाइक कमेन्ट शेयर गरिदिनु होला यता हेर्नुस् बलाइ सरको कमान्डिङ पुगेन सर त्यो पनि तरिका हुन्छ अनि पार्ट चाहिँ यार सेल चाहिँ दामी बन्नेछ है मैले खाएको थिइनँ त्यो मैले त बाबुलाई दिएँ हो
त्यहाँ ऊ मोमो पनि बनिरहेछ थाहा छ कि छैन दामी दामी हामी पनि दामी सक्ला म्याम अब सक्यो सकेन भन्नु पर्ने यो चिकन मोमो होइन यो चाहिँ हाम्रो चिकन मोमो हाम्रो सेफ चाहिँ सेफको नाम के हो देवा चिकन मोमो टन्न बनायो भेज मोमो खै त अनि भेज मोमो लगिसकेछ ल ठिक छ क्लास 6 को हो मेरो लागि छुट्टाएर राखेको छौ कि नै नै मलाई पोलिथिनमा हाल्दा हुन्छ म खाने होइन घरलाई बुढीलाई लगेर खाने भइहाल्छ किनकि अलिक त्यहाँ राखेर छोड न कहाँ से आए हैं ये लोग सर इंडिया से 110 कौन है ये लोग कहाँ से आए हैं ये लोग अब यो भिडियोको पछाडि म म्युजिक एकदम सेन्टीवाला हालिदिन्छु मेरो एक पिस मोमो मेरो भएको ल मोटे 2 ल झगडा नगर समाधि ल समय 1 प्रोग्राममा हाम्रो क्लास 5 मा चाहिँ प्रिन्सिपल सरले माडा हो सर माडा पकाउनु पर्दा झुन्डेलो पनि हुन्छ के गर्ने यो ताले माडा हो हजुर ताले माडा हो अब यो ताला यसको अलिकति गाह्रो पनि हुँदो रहेछ अब यसलाई यसरी गर्नुपर्छ सर टेक्नोलोजी नै हो हेर्नुहोस् है सर यसलाई छिटो यसो गरी हेर्नुहोस् अब यो टेक्नोलोजी हो हजुर अब घी भएपछि ताले माडा हुँदैछ यसलाई घिउ पनि चाहिन्छ सर घिउ पनि चाहिन्छ अब यो एउटा तालो त फेरि आउँछ होला सर अब यो घी नभएर अलिक गाह्रो छ अनि यो साइडमा चाहिँ के को मेटेरियल हो सर यो चाहिँ यो भाइ बहिनीहरूले बनाएको अचार छ जस्तो लागेको छ अचारहरू यो अचारहरू अब के बनाउनु तयारी माडासँग खाने अचार अहिले यो चाहिँ माडाको तयारी यो बच्चाहरूलाई हेल्प गरिरहेको छ सर हजुर सबै सरहरूले आफ्नो आफ्नो तरिकाले हेल्प गरिदिनु भएको छ अब मेरो जिम्मा चाहिँ यो परिचय भाइहरूसँग अब यिनीहरू चाहिँ बडा गाह्रो मान्दा रहेछ सर यिनीहरूलाई ताले माडा भन्ने नाम हो ताला क्या सर यो ताला अब यो ताले माडा खाना पनि मिठो हुन्छ सर हजुर अरू भाइ बहिनीले अब के अब यति पनि धेरै हुन्छ अब धेरै अब हुँदैन ताले माडा भन्नाले एक माडा बनाइसकेपछि माथि अझ लेयर थप्ने अझ लेयर थप्दै जाने थप्दै अब यो घिउ हुनुपर्छ त्यसलाई सर अब घिउ भएन भने गाह्रो छ एउटा तालो त हुन्छ अनि यो तावामा लाग्यो भने यसमा घिउ लगाउनु पर्दो रहेछ सर यसमा अनि यसलाई चाहिँ बिस्तारै बिस्तारै यताउता गरेर सर अब यो टेक्नोलोजी भने यही त हुन्छ सर होइन अनि अब यसलाई चाहिँ फेरि सर हेर्नु सर अब यसलाई चाहिँ फेरि सर सट्टपल्ट हाल्ने सर कि रमाइलो भएन हजुर ल सर धन्यवाद सर अब एउटा तालो फेरि हालिदिनु सर यसमा है घिउ त पुग्दैन सर अब घिउ नपुगे फेरि खानलाई नि मजा आउँदैन अझ एउटा लेयर बस्छ माथि एउटा यो घिउले अब कति आउँछ सर घिउले अलिक घिउ आयो भने भोलि खानलाई पनि बच्चाहरू राम्रो भएन भन्ला न घिउ चाहिने बारेर चाहिन्छ अब हेर्नुहोस् है अब यो एउटा चाहिँ राख्छु सर एउटा चाहिँ राख्छु यसमा के चिनी मिक्स हुन्छ चिनी अब गुलियो बनाउनु भयो भने यसमै राख्ने सर चिनी त होइन अब यसमा
गुलियो हजुरले गुलियो बनाउनु चाह्यो भने यसमा हुन्छ सर। अब यसमा चाहिँ चिनी खासै राख्या हुँदैन सर। अब यो लास्ट चालो हो सर। अब घिउ छैन अब यो तेल पनि राख्न सकिन्छ सर। घिउको साटो घिउको साटो तेल पनि राख्नु सकिन्छ। हाम्रो तेल अब 4वटा तला भयो सर यसमा। ए तेल अब त्यही तोरीको तेल त राख्ने होला। जो तोरीको तेल छ त्यसले राख्दा पनि हुन्छ। अनि अब अघिको जस्तै यसलाई फेरि हेर्ने सर, तल हेर्ने होइन, यस्तो गर्ने। अब यस्तो भयो नि सर, यसलाई फेरि हात पनि चाहिँदैन सर। यसलाई साथै धेरै भारी भयो नि सर। अब अलिकति भाइ पनि त्यहाँबाट तेल ल्याइदिनु पर्यो। यसले राखेर त्यहाँबाट तेल ल्याइदिनु पर्यो। बोल्या झर्किनी छौ नबोलु मनै नमान्नु बोल्या झर्किनी छौ नबोलु मनै नमान्नु बोल्या झर्किनी छौ कति तर्किनी छौ एकचोटि नजिकै आइछौ कति तर्किनी छौ